आज भन्न मेरो स्टाइलमा सजिलो र एकदमै मिठो बिरयानी। हेलो साथीहरू, आज चाहिँ हो मेरो डे 37 अफ 50 डेज भिडियो च्यालेन्जको। अनि अब हाम्रो कलेज पनि लागिसक्यो नि। म बिहानै पहिला चाहिँ कलेज गएर रेडी भएर त्यसपछि म कलेजबाट आएँ। अनि आज चाहिँ हामी बनाउँदैछौँ एकदमै मिठो र एकदमै सजिलो तरिकाले घरमै बिरयानी। अनि यहाँनिर कोही भाइ चाहिँ आगो बाल्दै थियो, कोही चाहिँ त्यहाँ प्याज टमाटर काट्दै थियो। मैले चाहिँ सबैभन्दा पहिला चामल साफ गरेर त्यसपछि चामललाई राम्रोसँग वास गरेर अनि म चाहिँ ग्यासमा एकछिन 15 मिनट जति त्यतिकै पानीमा छोड्नुपर्छ। त्यसपछि मैले एकछिन त्यहाँ ग्यासमा पाक्नको लागि छोडिदिएँ। अनि हाम्रो भाषामा चाहिँ यसलाई यसरी माटो लाउनलाई चाहिँ घारण भन्छ। हजुरको भाषामा के भन्छ कमेन्टमा भन्न नबिर्सिनु होला। त्यसपछि चाहिँ म यता मासु बनाउनुतिर लागेँ। सबैभन्दा पहिला हाम्रो त्यो डेक राखेँ, त्यसमा चाहिँ डेक तातिसकेपछि तेल हाल्ने, तेल तातिसकेपछि प्याज हाल्ने, प्याजलाई चाहिँ गोल्डन ब्राउन हुनुसम्म राम्रोसँग भुट्नुपर्छ। अनि हाम्रो चाहिँ अलिकता राइसमा चाहिँ तेल हाल्नुपर्ने हुन्छ। अनि त्यसपछि हाम्रो यता चाहिँ प्याज पनि राम्रोसँग गोल्डन ब्राउन भइसकेको थियो। अनि मैले निकालिदिएँ थोरै। अनि त्यसपछि अब टमाटर हाल्ने, टमाटरलाई चाहिँ राम्रोसँग पाक्न दिनुपर्छ। त्यस टमाटर पाकिसकेपछि मैले अनि त्यसमा मसला हालेँ। अनि मसलालाई चाहिँ मसलालाई पनि एकदमै राम्रोसँग पकाउनु पर्ने हुन्छ। त्यसपछि हाम्रो मसला पाकिसकेपछि अनि यता मैले मासु राम्रोसँग धोएर चाहिँ मासु हालिदिएँ। अनि मासुलाई पनि राम्रोसँग पकाउनु पर्ने हुन्छ। अनि हाम्रो यता राइस बनेर रेडी पनि भइसकेको थियो, हेर्न सक्नुहुन्छ। त्यसपछि म चाहिँ अनि हाम्रो भान्सामा लिएर आएँ राइसलाई। त्यसपछि यता हेर्न सक्नुहुन्छ पुरै हाम्रो मासु पनि पाकेर रेडी भइसकेको थियो। अनि मासु पनि पाकिसकेको थियो, राइस पनि पाकिसकेको थियो। अब चाहिँ पालो आउँछ दम लगाउने। अनि सबैभन्दा पहिला चाहिँ मैले चुलोबाट निकालेँ मासुलाई। त्यसपछि चाहिँ अलिकता मासु अलग राखिदिएँ, किनकि लेयर बाई लेयर हाल्नुपर्छ नि त। त्यसपछि लेयर बाई लेयर मैले चाहिँ राइसहरू सब हालिदिएँ त्यसमा। कसम के हजुरहरू पनि यसरी नै बनाउनुलाई एकदम मिठो हुन्छ। त्यसपछि मैले सब त्यो मासुहरू निकालेको थिएँ, त्यो पनि हालिदिएँ त्यसमै। अनि अब हेर्दै जानु मैले के गरेँ भनेर पुरै भिडियोमा चाहिँ राम्रोसँग देखिरहेको छ होइन। त्यसपछि यता यो सकिसकेपछि हामीले चाहिँ हजुरसँग फुड कलर छ भने पनि राम्रो हो। त्यसपछि अलिकता पानी हालिदिएँ फुड कलरमा। त्यसपछि मस्त बिरयानी माथि हाल्ने। त्यसपछि अघि नै त्यो निकालेको थियो नि गोल्डन ब्राउन हुनसम्म भुटेको त्यो प्याज, त्यसपछि त्यो प्याज पनि राम्रोसँग हालिदिने। त्यसपछि चाहिँ अलिकता भारी चिज राखिदिने त्यसमा। अनि अब चाहिँ हाम्रो राइस बनेर रेडी भइसकेको थियो, आई मिन बिरयानी। अनि त्यसपछि अब हामी सिधै ढिलो नगरेर चाहिँ खानातिर लाग्छौँ। अब हेर्दै यति राम्रो देखिरहेछ, खानामा त के भन्नु होइन, यति मिठो भएको थियो त म भनेरै व्यक्त गर्न सक्दैन। अनि जसले खाएको त्यहाँ कमेन्ट गर है कस्तो भएको थियो भने। अनि मिठो त के भन्ने होइन, यस्तो मिठो भएको थियो। अनि हामीहरूले पनि एकदमै इन्जोय गरेर खायौँ। अनि योसँग राइता भएको भए त झन् मिठो हुन्थ्यो। तर हामीसँग अब राति नै एकदमै 81 प्लान भएको थियो नि त। अनि त्यसैले राइताहरू केही बनाएन। अनि त्यत्तिकै पनि यस्तो मिठो भएको थियो। आजको लागि यति नै। थ्याङ्क यू फर वाचिङ एन्ड बाई।